नमस्कार काई साहब, हजुरको पिए हजुर छ। तलब कति? खाइलाई 15,000, 2 लाई 0 20,000। ठिकै छ, त्यतिमै भयो नि। काम गर्दै गऱ्यौ, पछि बढाइदिनु होला नि। 20 त 2,000। नमस्कार हजुर, मलाई त कुन चाहिँ काजीले राम्रै तलब दिउला भनेर खबर पठायो भनेर आएको। अब यो अर्कै काजी कहाँ परिरहेछ जस्तो म हिँड्यो अहिले। मैले नै खबर पठाएको तँलाई। त जुम्रेलाई 2,000 भन्दा बढ्ता कसले दिन्छ अहिले? राम्रो काम गरिस् भने पछि बढाइदिउँला। पछि बढाउने ठिकै छ, केही छैन। ल काम के हो भन्नुहोस्। पहिला यो खुट्टो तल राख। काम के भने कजिनीले मसँग झगडा गरेर लन्डन गएकी कुरा त तँलाई थाहै छ। आज ऊ आउँदैछ, अब म त्योसित बोल्नै हुँदैन, झगडा भइहाल्छ। अस्ति ज्योतिषीले नि मलाई भन्नु हो, अचेल मेरो ग्रह यस्तै चल्या छ अरे। मैले जे बोले नि मान्छेले उल्टो बुझ्छन् रे। त्यही भएर म बोल्दै बोल्दिन। मैले बोल्ने कुरा तैँले मिलाएर बोलिदिनु पर्यो। काम यति हो। त्यति बोल्ने काम हो? ल केटोले मिलाएर बोल्यो। महारानीको सवारी भइसक्यो, म त बोल्दै बोल्दिन। के भन्नुपर्छ तैँले मिलाएर भनिदे। दर्शन खाजा आशीर्वाद छ, सदा सुखी रहेस्, एकैचोटि 12 सन्तानको आमा भएस्। के भनेस् रे? मैले काजीलाई दर्शन गरिरहेको छु, बिचा प्वाक्क बोले त झ्यासको। माफ गर्नु होला हजुर, म अहिले उहाँको पिए हो। उहाँ अहिले हजुरसँग बोल्नुहुन्न, त्यही भएर उहाँको भाग मैले बोलिदिएको हजुर। किन नबोल्ने रे? गिद्धले रुद्र घन्टी झिकेर लग्यो रे। रुद्र घन्टी त छ हजुर, माफ गर्नु होला हजुर। अनि के रहेछ त लन्डनमा छोरा बुहारीको हाल खबर? अनि नाति नातिनालाई के छ हाल खबर? तँलाई मैले सोच भनेको थिएँ होइन हजुर, धेरै पछाडि आफन्त आउँदाखेरि त्यस्तो कुरा सोध्नु पर्छ भनेर मेरै मनलाई सोधेर भने हजुर। तेरो मनलाई सोधेर बोल्नलाई तेरो मनको पिए बस्यो होस् त? मेरो पिए भएर बसेपछि त मलाई सोध्नु पर्यो नि। यहाँ आइज, छोरालाई पनि ठिक छ, बुहारीलाई पनि आराम छ, नाति नातिनालाई पनि बेस्ट छ। तर यो कुरा मैले तँलाई मात्र भनेको, यिनलाई भए मोरे भन्दिन थिएँ के। भन्दिन भन्दा भन्दा सबै कुरा भन्नुभयो त हजुर। त्यसै नबोलेर छु त म योसित, थाहा पाइस् नि तैँले? ल पापा हँसुन हात धुनु पर्ला नि, कोही कोहीलाई भनिदिए। ल हजुर पनि त्यही बाटो आएर हजुरले आफैले भन्यो भने त हुन्छ नि। मेरो मुखले त भने हो। देखिस् होइन? देखिरहेको छु हजुर। कहाँ देखिरहेको? यसको चल्ती कला देखिस् होइन? त्यो पनि देखेँ। म त्यसै नबोले हो। हो कहाँ म बसिरहेछु, पानी ल्याएर तल दिन्छ। म योसित बोल्दै बोल्ने पनि हुँदैन हजुर, ज्यानकै बोल्दिनँ। जे बोल्नु पर्छ तैँले मिलाएर बोल्ने, बुझिस्? हुन्छ हजुर, त्यति कुरा त म बोलिहाल्छु नि हजुर। कहाँ गएको? यहाँ आएर बस। बस्नु पनि पर्ने हजुर। कहाँ बस्यो? उठ। उठेँ हजुरले। मैले तँलाई पिए राख्दा राख्दै मैले आफैले पानी हालेर हात धुने। यसमा हजुर यहाँ पानी भात खानु पनि 27 चोटि बोलाउनु पर्छ। मैले त खाएँ, पस्किदिएछ खानु कुरो। के भन्नु पर्ने भनिहाल्छ, छिटो माग्ने। एकचोटि लन्डन गएर के आइरहछि
लोग्ने भन्दा जान्नेमै भन्छान्ने र तँलाई चेली लोग्ने भन्दा पहिला भात खानु पर्ने तँलाई डङ्गर अलक्षिन आइमै तेरो सोमत यो पुग्यो हजुर पुगेको छैन तँलाई सोमत नभए कि सडियो कि आइमै नि बाबा बढ्ता बोल्दो रहेछ नि मैले भने हो उहाँले भन् भनेर उहाँको मनको कुरा मैले भनेपछि उहाँलाई हिर्काउनु पर्छ मलाई हिर्काउनु पर्छ त्यस्तै गरे